यामाहा एरोक्सको प्राइस नेपालमा कति पर्छ त? नमस्ते, एलएम तुलसीपुर हेरेर बस्नुभएको सम्पूर्णलाई स्वागत छ। आजको भिडियोमा विशेष 2082 मा यामाहा कम्पनीले भित्राएको यामाहा एरोक्स 155cc सेगमेन्टको स्कुटरलाई नेपालमा कति पर्छ त, प्राइस, माइलेज, टप स्पिड के कस्तो रहेको छ भन्ने विषयमा जान्नेछौँ। भिडियो अन्तिमसम्म नछुटाई हेर्नुहोला। यदि यस्तै नयाँ अपडेट हाम्रो च्यानलमा हेर्न चाहनुहुन्छ भने एलएम तुलसीपुरलाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। यामाहा कम्पनीले चाहिँ नेपालमा 155cc सेगमेन्टमा सबैभन्दा राम्रो स्कुटर भित्राएको छ, जसको नाम एरोक्स 155 रहेको छ, जसमा BS6 FI इन्जिन प्रयोग भएको छ भने यसमा के कस्तो फिचरहरू रहेको छ जानौँ है त। यामाहा एरोक्स 150cc को सेगमेन्टमा सबैभन्दा युनिक डिजाइन रहेको स्कुटर र यसलाई हामीले ड्युअल पर्पजको लागि चाहिँ राइड गर्न सक्छौँ। लङ टुर र सर्ट रुटमा पनि हामीले स्मुथली राइड गर्न सक्छौँ। यामाहा कम्पनीले एरोक्स 155 यामाहा कम्पनीको सबैभन्दा दामी पावर पर्फर्मेन्स भएको इन्जिन प्रयोग गरेको छ, जुन चाहिँ यहाँभन्दा पहिला हामीले यामाहा कम्पनीको R15 B4 मा देखिसकेका छौँ। त्यो इन्जिन यस स्कुटरमा पनि प्रयोग गरिएको छ। यस स्कुटरमा पाउने इन्जिनमा भने सिङ्गल सिलिन्डर 4 स्ट्रोक 4 भल्भ लिक्विड कुल FI BS6 इन्जिन पाउन सक्छौँ भने स्टार्ट मेकानिजम सेल्फ मात्र दिएको छ, जसको डिस्प्लेसमेन्ट मात्र 155cc रहेको छ। R15 B4 मा जस्तै एरोक्समा पनि तपाईँले एकदमै राम्रो पर्फर्मेन्स पाउन सक्नुहुन्छ। म्याक्स पावर 15 PS को साथमा 8000 RPM रहेको छ भने म्याक्स टर्क 13.9 Nm को साथमा 6000 RPM रहेको छ। फ्युल ट्याङ्क क्यापासिटी 5.5 लिटर दिएको यस स्कुटरमा माइलेज भने कम्पनीले 45 km/लिटर क्लेम गरेको छ। यामाहा एरोक्स 155 मा फ्रन्टमा 100/80 को टायर साइज राखिएको छ भने रियरमा 140/70 रहेको छ। अलॉय व्हील बेस भने रियर र फ्रन्ट दुवैमा 14 इन्चको पाउन सक्नुहुन्छ, जसमा तपाईँले सिङ्गल च्यानल ABS विथ डिस्क र ड्रमको कम्बिनेसन ब्रेकिङ सिस्टम पाउन सक्नुहुन्छ भने यसको सस्पेन्सन सिस्टम फ्रन्टमा टेलिस्कोपिक र रियरमा ट्विन स्विङ रहेको छ। यामाहा एरोक्स 155 सेगमेन्टमा चाहिँ तपाईँले बाइकको जस्तै फिचर पाउन सक्नुहुन्छ, जुन कि नेपालमा पहिलो स्कुटरमा आएको यामाहा कम्पनीले भित्राएको एरोक्समा मात्र रहेको छ, जसमा यामाहा कम्पनीले ब्लुटुथ नेभिगेसन दिएको छ भने यसमा तपाईँले एक्स्ट्रा फ्युल लिड पनि पाउन सक्नुहुन्छ भने डिजिटल नेभिगेसन LCD स्पिडोमिटर पनि प्रयोग भएको छ। फुल्ली डिजिटल मिटरमा जसमा तपाईँले फ्रन्टमा LED हेडल्याम्प, LED DRL को सेटअप देख्न सक्नुहुन्छ भने यसको टेल लाइट र साइड लाइट पनि LED मै रहेको छ। यामाहा एरोक्स 155cc सेगमेन्टको डिजाइन हेर्ने हो भने मस्कुलर डिजाइनको साथमा यसमा स्टाइलिस स्पोर्टनेस रहेको छ, जसमा अन्डर सिट स्टोरेज 24.5 लिटर पाउन सक्नुहुन्छ भने मल्टिफङ्सनल की पनि दिएको छ, जसमा तपाईँले पाउने भनेको एक्सटर्नल फ्युल लिड पनि रहेको छ भने यसमा स्मार्ट मोटर जेनेरेटर प्रयोग गरिएको छ। अटोमेटिक स्टप एन्ड स्टार्ट सिस्टमदेखि लिएर साइड स्ट्यान्ड इन्जिन कटअप यसमा तपाईँले फिचरहरू पाउन सक्नुहुन्छ, जुन कि आजसम्म रिकर्डमा हेर्ने हो भने 150cc सेगमेन्टको बाइकहरूमा पाउने फिचर चाहिँ यसमा पाउन सक्नुहुन्छ। यामाहा कम्पनीको एरोक्स 155 मा ट्युबलेस टायर प्रयोग गरिएको छ भने यसमा ग्राउन्ड क्लिननेस 145 मात्र दिएको छ, जुन चाहिँ हल्का कम महसुस भयो र यसमा तपाईँले पाउने सिट हाइट 790 mm को रहेको छ। कलर अप्सन ब्लू, ग्रे, ब्ल्याक नेपालको लागि रहेको छ भने कर्ब वेट यसमा मात्र 126 kg रहेको छ। यामाहा एरोक्स 155cc सेगमेन्टको स्कुटर चाहिँ नेपालमा अन्डर 5 लाखमा उपलब्ध रहेको छ, जसको प्राइस हाल नेपालमा 4,79,900 रुपैयाँ पर्छ। यस स्कुटरको डिजाइन, ग्राफिक्स डिजाइन हेर्ने हो भने एकदमै युनिक रहेको छ र पहिलो पटक नेपालमा चाहिँ FI BS6 155cc सेगमेन्टको स्कुटर चाहिँ यामाहा कम्पनीले भित्राएको छ। यदि तपाईँ बाइक जस्तै पावर पर्फर्मेन्स भएको स्कुटर 155cc सेगमेन्टमा हेर्दै हुनुहुन्छ भने यामाहा एरोक्स चाहिँ तपाईँको लागि सबैभन्दा फार बेटर हुन सक्छ, किनभने यसमा पाउने फिचरदेखि लिएर सम्पूर्ण कुराहरू बाइकको नै रहेको छ र यसमा पाउन सिट कम्फर्ट जोन भने एकदमै राम्रो रहेको छ है त। यामाहा कम्पनीको कुनै पनि बाइक तथा स्कुटर तपाईँ घर लैजान चाहनुहुन्छ र तपाईँसँग फुल क्यास छैन, EMI तर्फबाट चाहिँ आफूलाई मन परेको बाइक स्कुटर आफ्नो बनाउन चाहनुहुन्छ भने तपाईले 50 वा 40% डाउन पेमेन्ट गरेर चाहिँ आफ्नो मन परेको बाइक घर लैजान सक्नुहुन्छ भने यसलाई तपाईले 36 मन्थ, 12 मन्थ, 18 मन्थ गरेर चाहिँ EMI डाउन पेमेन्ट गरेर सक्नुहुन्छ।
र जसको चाहिँ तपाईलाई चाहिँ कागज र पत्र भनेको यसमा 2वटा पासपोर्ट साइजको फोटो, तपाईँ लाइसेन्स होल्डर हुनुपर्नेछ या लाइसेन्स होल्डर भएको व्यक्तिगत नामबाट पनि घर लैजान सक्नुहुन्छ। भने यदि तपाईसँग इलेक्ट्रिसिटी बिल छैन भने तपाईँ प्रोसेस गर्न सक्नुहुन्न। इलेक्ट्रिसिटी बिल, इन्कम स्टेटमेन्ट र तपाईसँग नागरिकताको फोटोकपी हुनुपर्छ। र बाँकी कुरा भनेको इजी फाइनेन्स मद्दतबाट कम्पनीले प्रोसेस गरेर तपाईलाई मन परेको स्कुटर तथा बाइक चाहिँ घर पठाइदिन्छ। यामाहा कम्पनीले नेपालमा भित्राएको स्कुटरहरू हजुरहरूलाई कस्तो लाग्छ र यामाहा एरोक्स 155 मा भएको फिचर प्राइस हजुरलाई कस्तो लाग्यो र आजको भिडियो कस्तो लाग्यो कमेन्टमा भन्न नबिर्सिनु होला। यदि तपाईँ यामाहा एरोक्सको ओनर हुनुहुन्छ भने तपाईँको अनुभव कस्तो छ कमेन्टमा भन्न पक्कै पनि सक्नुहुन्छ। साथै आजको भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सब्सक्राइब गर्दै आगामी दिनहरूमा नयाँ भिडियो हेर्न चाहनुहुन्छ भने एलएम तुलसीपुरसँगै जोडिन नबिर्सिनु होला। आगामी दिनहरूमा हामी नयाँ अपडेटको साथ उपस्थित हुनेछौँ। आजको लागि भने बिदा हुन्छु।